हेलो गाइज नमस्ते। आज हामी एलन एक्रोबनद्वारा लिखित अ टक इन पार्क भन्ने नाटकलाई नेपालीमा वाचन गरेर सुनाउन गइरहेका छौँ। यसलाई बिएड फोर्थ इयरको लिट्रेचर फर ल्याङ्ग्वेज डेभलपमेन्ट भन्ने किताबमा पनि समावेश गरिएको छ। राइटरको छोटो परिचय दिनुपर्दा एलन एक्रोबनको जन्म 12 अप्रिल 1939 लन्डन इङ्ल्यान्डमा भएको हो। उनी बेलायती नाटककार तथा निर्देशक हुन् र आधुनिक अङ्ग्रेजी नाटकका महत्त्वपूर्ण लेखक मानिन्छन्। मुख्यतः हास्य नाटक यानि कि कमेडी प्लेजका लागि उनी चिनिन्छन्। ढिला नगरी अब अ टक इन पार्कको समरी नेपालीमा सुरु गरौँ है त। एउटा सानो हरियो पार्क, 4वटा बेन्चहरू, बिहानको शान्त समय, तर त्यहाँ शान्ति पटक्कै छैन, किनकि 5जना मानिसहरू आफ्नो संसारमा हराइरहेका छन्। पहिलो बेन्चमा आर्थर बसेका छन्, वृद्ध जस्ता चरासँग मिल्दोजुल्दो अनुहार भएका एकजना मानिस। उनी निकै उत्साहित छन्। उनी छेउमा बसेकी युवती बेरीलाई आफ्नो पुरानो सिगरेट कार्ड सङ्कलनको कथा सुनाउँदैछन्। उनी भन्छन्, तिमीलाई थाहा छ, मैले 1950को दशकमा एउटा दुर्लभ कार्ड पाएको थिएँ। त्यो कार्डमा एउटा सुन्दर महिला थियो। आर्थर घन्टौँसम्म बोलिरहन्छन्, तर बेरिलको ध्यान उनको कुरापट्टि पटक्कै छैन। उनी बारम्बार घडी हेर्छिन्, बिस्तारै उठ्छिन् र अर्को बेन्चतिर लाग्छिन्। आर्थरलाई थाहा नै हुँदैन उनी गएको भन्ने। उनी अझै बोलिरहेका हुन्छन् एक्लै। अब बेरिल दोस्रो बेन्चमा पुग्छिन्, जहाँ चार्ल्स बसेका छन्, एकजना मध्यम उमेरका व्यापारी। उनको अनुहारमा चिन्ताको रेखा स्पष्ट छ। बेरिलले चार्ल्सलाई आफ्नो कथा सुनाउन थाल्छिन्। मेरो श्रीमान, उनी मलाई हरेक दिन कुट्छन्, हिजो पनि, तर आज मैले उनलाई चिठी लेखेँ। मैले लेखेँ कि अब म सहन सक्दिनँ। बेरिल भावुक भएर रोइरहेकी हुन्छन्, तर चार्ल्सको ध्यान उनको कुरामा पटक्कै छैन। उनी आफ्नै संसारमा डुबेका छन्। आफ्नो व्यापार डुब्न लागेको, ब्याङ्कले ऋण तिर्न दबाब दिएको, श्रीमतीले छोडेर गएको। उनी बेरिलको कुरा सुन्दै सुन्दै पनि सुनिरहेका छैनन्। अन्तमा उनी पनि उठ्छन् र तेस्रो बेन्चतिर लाग्छन्। तेस्रो बेन्चमा डोरिन बसेकी छिन्, एउटी डरपोक, पुरुषबाट सधैँ डराउने महिला। चार्ल्स उनको छेउमा बसेर आफ्नो पीडा पोख्न थाल्छन्। मेरो जीवन पुरै बर्बाद भयो, व्यापार डुब्यो, परिवार टुट्यो, अब मलाई कसैले पनि बुझ्दैन। डोरिनलाई लाग्छ यो मानिसले मलाई केही गर्न खोज्दैछ कि क्या हो। उनी डरले काप्छिन्, चुपचाप उठ्छिन् र चौथो बेन्चतिर भाग्छिन्। चौथो बेन्चमा अर्नेस्ट बसेका छन्, शान्त तर भित्रभित्रै रिसाएको एकजना मानिस। डोरिन उनको छेउमा बसेर आफ्नो कथा चाहिँ सुनाउन थाल्छिन्। मलाई पुरुषहरूबाट डर लाग्छ। मेरो कुकुरहरू मात्र मेरो साथी हुन्। तिनीहरूले मलाई कहिल्यै धोका दिँदैनन्। डोरिन लामै समय कुकुरको कुरा गर्छिन्। अर्नेस्टले एक शब्द पनि बोल्दैनन्। उनी चुपचाप सुन्छन् जस्तो गर्छन्, तर वास्तवमा उनको ध्यान कतै पनि हुँदैन। केही बेरपछि उनी पनि उठ्छन् र फेरि पहिलो बेन्चतिर फर्कन्छन्, जहाँ आर्थर एक्लै बोलिरहेका छन्। अब अर्नेस्ट आर्थरको छेउमा बसेर आफ्नो गुनासो सुरु गर्छन्। मेरो श्रीमतीले मलाई सधैँ अपमान गर्छिन्, मलाई कुनै सम्मान दिन्नन्। यो क्रम चलिरहन्छ, कोही कसैको कुरा सुन्दैन। सबैले आफ्नै पीडा, आफ्नै कथा, आफ्नै संसार बोकेर बोलिरहन्छन्, तर कसैको पनि ध्यान अर्कोमा हुँदैन। पार्कको हरियो घाँस, चराको चिरबिर, हावाको सुस्त बहाव, सबै कुरा सामान्य छ, तर मानिसहरू भने असामान्य रूपमा एक्लो छन्। उनीहरू नजिकै बसेका छन्, तर धेरै टाढा छन्। उनीहरू बोलिरहेका छन्, तर कसैले सुन्दैन। अन्त्यमा पार्क उस्तै रहन्छ, शान्त, हरियो, सुन्दर, तर त्यहाँका 5वटा बेन्चहरूले एउटा कटु सत्य बोलिरहेका हुन्छन्। हामी सबै एक्लै छौँ, जति नजिक बसे पनि। अ टक इन पार्क एउटा हास्य कमेडी नाटक हो। यस नाटकमा 5जना फरक पात्रहरूले बोलेका एकल संवाद यानि कि मोनोलोगहरू रहेका छन्। ती पात्रहरू हुन् आर्थर, बेरिल, चार्ल्स, डोरेन र अर्नेस्ट। नाटकको पृष्ठभूमि एउटा पार्क हो। पार्कमा 4वटा बेन्च छन्। ती बेन्चहरू अलग अलग राखिएका छन्, तर धेरै टाढा छैनन्। यो नाटकले देखाउँछ कि मानिसहरू धेरै बोल्छन्, तर सुन्न पटक्कै जान्दैनन्। त्यसैले समाजमा संवाद भएर पनि सम्बन्धहरू टुट्छन्। पार्क जस्तै खुल्ला ठाउँमा पनि मानिसहरू आन्तरिक रूपमा एक्ला छन् भनेर यो नाटकले देखाउन खोजेको छ। आई होप तपाईँलाई भिडियो हेल्पफुल भयो होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।